म तपाईलाई यति बेला बागमती प्रदेशको भरतपुर महानगरपालिकामा रहेको विशेष गरी यो भोजाड क्षेत्र पदमपुर जाने बाटोमा यो नवजागृति इको पार्क रहेछ। यो पार्कको वस्तु अवस्था देखाउन खोजिरहेको छु। हेर्नुहोस् है, यहाँ मानव बाघ सहअस्तित्व कायम गरौँ भनेर एउटा बोर्ड पनि राखेको रहेछ। यो युएसएआइडीको सहयोगमा बन्ने गरेको छ। तपाईँलाई देखाउँदै जानेछु। राष्ट्रिय प्रकृति संरक्षण कोषले यो जैविक विविधता संरक्षण केन्द्र सौराले चाहिँ राखेको बोर्ड हो। अब यो यस्तो छ इको पार्क। अब म तपाईलाई यो इको पार्क देखाउँदैछु है। यता यो सामुदायिक वनका काठहरू हुन्। यो नवजागृति इको भरतपुर 11 मा पर्छ। यो भोजाड यता पदमपुर जाने बाटोमा यो इको पार्क चाहिँ श्री नवजागृति सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको भनेर लेखेको छ। यसरी ठुलो गेट छ सुरुको भागमा है। यसपछि भित्र के छ म तपाईलाई देखाउँदै जानेछु। यहाँ सोधर पनि छ हैन, दिएको छ। डोको डालो सजाएर यो अम्ब्रेला गड जस्तै मजाले सजाइएको छ र यसरी बच्चाहरूलाई पनि आकर्षित गर्ने हैन। तर यो डस्टबिन हो है। यसरी डस्टबिन पनि काम गर्ने गरी यसरी राखिएको छ हैन। फुलहरू पनि यसरी आसानी रोजहरू यस्तो देखिन्छ। आनन्द छ। यतापट्टि पार्क एरिया। अहिले घाम अलिक बढी भएको हुनाले पनि यहाँ अलिक कम देखिएको छ। यो पार्क एरिया हो। यो ठ्याक्क नवजागृति इको पार्क भरतपुर 11 चितवन। यो भोजाडदेखि पश्चिमतिर खास गरी पदमपुर जाने बाटोमा छ। यहाँ भित्र रेल पनि राखिएको छ बच्चा बच्चीहरूको लागि। अब यो चाहिँ भित्र फुटसलको हल बन्दैछ। मोटु पातलुहरू, मयूर हैन। यहाँ चाहिँ चिगम पनि छ। मोटु पातले हात भाँचेछ। यतापट्टि यहाँ चाहिँ रोज अर्थात् फुल, यो गुलाबको फुल बडा राम्रो फुलेछ। यो खास गरी नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर महानगरपालिका 11 यो चितवनमा छ। यसले आफ्नो रजत महोत्सवमा विषय 25औं वर्षको उसमा एउटा स्तम्भ बनाएको छ। स्तम्भको वरिपरि गुलाबहरू यस्तो मजाले फुलेको छ। यसले कटिङ पनि खोजेर हरहर्ते उम्ल्याछ। स्तम्भ यो खास गरी 2080 साल असोजको 6 गते शनिबारको दिन यसको चाहिँ स्तम्भको चाहिँ अनावरण गरेको देखिन्छ। यो बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिग्राम जमर कटेल आएर यसको चाहिँ अनावरण गर्नुभएको रहेछ है। त्यस्तै गरी यो पार्क यतापट्टि देख्नु पनि चितवन त अब यो बाघको लागि चाहिँ आइडेन्टिटी नै छ, चिनारी छ। यो बाघ हो, बाघ छ। त्यसै गरी अर्को तपाईले देख्नुहुन्छ, हेर्नुहोस् यतापट्टि कंगारु पनि देख्नुहुन्छ। कंगारुले आफ्नो बच्चालाई उसमा राख्छ, थाहा छ होला नि, तल भुँडीमा अथवा पेटमा त्यहाँ देखाएको छ। अनि बैलगाडा हेर्नुहोस् त, यो बैलगाडा छेउमा यो कंगारु पनि देखिन्छ। यो स्ट्याचु है, फेरि हिँड्न लाग्ने नदिनु होला। यतापट्टि मृगको लाग्यो। यो मृगहरू सबै स्ट्याचु है, नझिकिनु होला हैन। सामुदायिक वनले यति राम्रो बनाएको। यहाँनिर चाहिँ आई लभ नवजागृतिको पार्क भनेर एउटा फोटो खिच्नको लागि पार्क बनाइएको छ। होइन सर, यो शर्मा यो लोप भएर गइसक्यो। तर यहाँ चित्रमा भने देखाउने कोसिस गरिएको रहेछ। अब त्यसै गरी यतापट्टि राइनो पनि देखिन्छ, अर्थात् गैँडा। भन्नुहोस् है, म देखाउँछु। पार्क चाहिँ राखेको आइडेन्टिटी गैँडा
झन् यो वाल चाहिँ तल कस्तो मजाले पेन्टिङ गरिएको छ राम्रो छ हो यो सबै जात जातिहरुको पहिचान नेपालका जात जातिको पहिचान दिन खोजिएको छ यो चाहिँ यही पार्कमा हो फेरि एक हैडा यतापट्टि हेर्नु भने यो ठ्याक्कै यो कमला मन्दिरको पछाडिपट्टि पर्छ के यो हात्ती यो पार्क चाहिँ बडा लाग्यो है लानुस् त यो